हाई गाइज, यहाँ देउरानी हुनुहुन्छ, उता जेठानी हुनुहुन्छ। अनि आज उहाँहरूले पुसे 15 मनाइरहनु भएको छ। निनी आप्पालाई बोलाएर टन्न खाने ज्यान बनाउने भन्दा नै रित्तो थाल भइसकेको छ ज्यान बनाएर। अनि औषधी बेलौतीको जुस अलिअलि धेरै होइन, टुच्च लागेको छ, रमाइलो भएको छ बेलौतीको रसले। ल रोटी बनाउन छ अझै, रोटी बनाउन छ अझै। कतिखेर खाना खाने भए अब हामी त खाना खाएर भ्याइयो। खाना खाएको भिडियो चाहिँ बनाउन पाइएन किनकि आज चाहिँ धेरै ढिला भइसकेको थियो। अनि बोल्नुहोस् न हजुर पनि के दुईटा शब्द बेलौतीले बनाइ सकेन हजुरलाई देखाउँछु, ल्याउनु। क्यामेराम्यान चाहिँ उहाँ हुनुहुन्छ। खास भन्ने भने थाल चाहिँ रित्तो बनाएर राख्नुभयो रहेछ साथीहरू। फेरि केही नदिएको भन्नु होला। बेलौतीको जुसले चाहिँ लुज भइन्छ, सक्यो उहाँको चाहिँ। थोरै खानु न त, थोरै लाउनु नि त पानी है साथीहरू। फेरि साँच्चीकै होला भन्नु होला। फेरि उनको देउरानी जेठानी काम नलाग्ने रहेछन् भन्नु होला। गाइस अब म उठे, हल्का हजुरहरूलाई के राख्दिन पर्ने हो भन्नुहोस्। टन्न खाइयो, ज्यान बनाइयो, ओके बाई बाई भन्ने हो। लागे जस्तो छ कि सेतो वाटरले मिनी वाटरले ज्यान मेरो सुकायो तिम्रो। कोही भिडियो बनाए त्यस्तो भिडियो